बाबा बाबा मलाई जाडो भयो कि हुडी किनिदिनु गयो कि ज्याकेट किनिदिनु पर्यो के रे जाडो भयो रे ल ल ठिक छ तँलाई म बेलुका व्यवस्था गरौँला आज स्कुल जा बाबा मलाई हुडी किनिदिनु भयो हुडी रे हुडी भन्दा खतरा गर्मी नि पुरा किनिदिएको छ तँलाई कान्छ यहाँ हेर त यत्रो बाख्रा किनिदिएको छ तँलाई बाख्रा बाख्रा के गरी बाबा बाख्रा लगाउनु मिल्छ र केटीको जाडो बाख्राले खान्छ भने थाहा छ नि तँलाई भोलि बिहान हेर तेरो जाडो यस्तो चुट्कीमा गायब हुन्छ भोलि बिहान यो बाख्राहरू तेरो पसिना निकाल्न भने मलाई भन अनि बल्ल हुडी किनिदिउँ न तँलाई अनि कान्छा अझै जाडो भइरहेको कि तँलाई बाख्रा थपौँ फेरि भयो बाबा भयो यति बाख्राले त मेरो पसिना निकालिसक्यो यही लुगा नि बढी भएर